Hello, I am Azam Mehta. Today I am going to say one point those I written by me. नबुझिएको माया शीर्षक छ नबुझिएको माया। वाचा गरेको दिन सम्झिन्छु अझै तिम्रो हात समातेर संसारसँग लड्ने आँट आएको थियो। वाचा गरेको दिन सम्झिन्छु अझै तिम्रो हात समातेर संसारसँग लड्ने आँट आएको थियो। तिम्रै लागि आमासँग पनि बोले किनकि माया मलाई साँचो लागेको थियो। तर आज तिमी टाढा छौ म एक्लै छु र मेरो त्यागको आवाज कसैले सुन्दैन। तर आज तिमी टाढा छौ म एक्लै छु र मेरो त्यागको आवाज कसैले सुन्दैन। तिमीलाई सायद थाहा छैन म कति रात निन्द्राविहीन बसे फोनको उज्यालोमा तिम्रो नाम खोज्दै। तिमीलाई सायद थाहा छैन म कति रात निन्द्राविहीन बसे फोनको उज्यालोमा तिम्रो नाम खोज्दै। गलत बुझ्नेले हाम्रो बिचको पुल भत्कायो तर मेरो मन अझै त्यो पुल मर्मत गर्न चाहन्छ। गलत बुझ्नेले हाम्रो बिचको पुल भत्कायो तर मेरो मन अझै त्यो पुल मर्मत गर्न चाहन्छ। म तिमीसँग झगडा गर्न चाहन्नथे म तिमीलाई जोगाउन चाहन्थे। तर आज म आफैलाई जोगाउन सिक्दैछु। यदि कहिले तिमीले सोध्यो भने उसले मलाई कति माया गर्थ्यो, जवाब सरल छ। उसले आफ्नो घरसँग पनि लडेर तिमीलाई रोजेको थियो। तर मायाले मात्र कहिले प्राप्त हुँदैन जब हाम्रो समझदारीले नै भत्किन्छ। मनले भरिएको आत्मा पनि कहिलेकाहीँ भ्रमको आँधीमा हराउँछ। तर म मौन छु। भित्रैभित्र तिम्रो सम्झनाले जलिरहेको छु र म आशा गर्दछु समय र दूरीले पनि टुटेको सम्बन्धको पुल फेरि जोड्न सक्छु। थ्याङ्क यू।